हेलो नमस्ते एभ्रिवान वेलकम छ सबैलाई मेरो युट्युब च्यानलमा। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला। म चाहिँ यो भिडियो चाहिँ धेरै पहिलाको भिडियोलाई चाहिँ भोइस ओभर गरेर हाल्दैछु। यति बेला चाहिँ हामी जापानको यानागावा भन्ने ठाउँमा घुम्नको लागि गएको थियौँ। बिहानै उठेर गएको थियो किनकि हामी बस्ने ठाउँबाट चाहिँ हामी बस्ने चाहिँ फुकुओका हो जापानको। फुकुओकाबाट यानागावा जाँदा चाहिँ लगभग 2-3 घन्टा ड्राइभ गरेर पुगेको थियौँ। अनि हामी यो यानागावामा घुम्न जाँदा चाहिँ एकै दिनमा 2-3 ठाउँमा घुम्न गएको थियौँ के। सुरुमा चाहिँ हामी टेम्पल गयौँ, टेम्पलपछि हामी गुफा गयौँ, गुफापछि अनि यो एनिमल पार्क गयौँ। एनिमल पार्कमा चाहिँ बेलुका तिर पुगेको थियौँ। बेलुका पुग्दा पनि नेचरले चाहिँ एकदमै साथ दिएको थियो। अनि त्यहाँ चाहिँ धेरैजना मान्छेहरू घुम्न आउनुहुँदो रहेछ कि बिदामा हामी जस्तै। एकदमै रमाइलो भएको थियो। अनि मैले चाहिँ यसरी नजिकै गएर एनिमलहरू देखेको थिएन। फर्स्ट टाइम भनौँ न, जापान आएर फर्स्ट टाइम यसरी नजिकबाट एनिमलहरू हेर्दै हिँड्ने मौका मिल्यो। सो एकदमै रमाइलो लाग्यो। अनि यो चाहिँ व्हाइट कलरको बाघ रहेछ के 2टा। अनि बाघहरू पनि धेरै थरीको हुँदो रहेछ। यो फेरि अर्को कलरको बाघ के नेपालमा पाउने जस्तै। अनि यो बाघ चाहिँ घरि यता घरि उता गरेर हिँडिरहेको छ कि बिचरा। अब जाओस् पनि कहाँ जाओस् है, यसरी बारेर राखेको छ यिनीहरूलाई। अब यो फेरि भाग्यो भने यो करेन्ट लाग्छ कि। हेर्नु न, यो तार देखिरहनु भएको छ नि, त्यो तार चाहिँ करेन्ट हो कि। अनि मैले फोटो पनि लिएँ। अनि यो फेरि अर्को कलरको बाघ छ कि। अनि यसरी नै गाडीबाट हेर्दै हेर्दै हिँड्ने रहेछ कि यो ठाउँमा चाहिँ जनावरहरूलाई। अनि कुनै ठाउँमा चाहिँ बाघहरू, सिंहहरू, भालुहरू कति थरीको थियो कि यहाँ चाहिँ जनावरहरू। अनि त्यही हेर्दै हेर्दै हिँड्यौँ। फोटो भिडियोहरू खिच्ने, हेर्दै हिँड्ने त्यस्तो रहेछ कि। अनि यहाँ चाहिँ बाघहरूले झम्टिन्छ भनेर होला गार्डहरू पनि बस्दो रहेछ ठाउँ ठाउँमा गाडी लिएर। अनि मलाई चाहिँ यो ठाउँ चाहिँ एकदमै मन पर्यो, नेपाल जस्तै लाग्यो कि। नेचर पनि एकदमै राम्रो, त्यो दिन पनि नेचरले एकदमै साथ दिएको थियो। फोटोहरू पनि खिच्यौँ हामीले। यति नै हो गाइज। थ्याङ्क यू फर वाचिङ। सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो फेरि पनि ल्याउने छु। बाई बाई।